बलात्कारपछि हत्या भएको हो। हामी प्राय केही घटना घट्दा केही बेर न्यायको लागि आवाज उठाउँछौँ, केही समय नारा लगाउँछौँ, आन्दोलन गर्छौँ। तर केही समयपछि चाहे न्याय मिलोस् या नमिलोस्, सबै कुरा बिर्सन्छौँ। डर लाग्यो हैन? मेरो भौतिक शरीरको त्यागसँगै मैले सजाएका कैयौँ रङ्गी बिरङ्गी सपनाहरूको पनि हत्या भयो। हो, मेरो हत्या भयो, मेरो देह त्याग भयो। मेरी आमा, मलाई अझै पनि याद छ, मलाई लिएर मेरी आमाका कैयौँ अनगिन्ती आकाङ्क्षाहरू। आमाले त भन्ने गर्नुहुन्थ्यो, छोरी तिमी त मेरी त्रिशक्ति हो, इच्छा शक्ति, ज्ञान शक्ति अनि कर्म शक्ति। छोरा नभएर के भए त? तर आज मेरी आमाका ती शक्तिहरू कता कता विलीन भइ गएछन्। मेरो प्यारो बाबाको लागि त म सिङ्गो संसार नै थिएँ। ज्ञानी ज्ञ भनी अक्षर चिनाउनु भएका मेरा बाबा आज त्यही ज्ञले उहाँको जीवनलाई पूर्ण रूपले पूर्ण विराम लगाएको छ। सानी थिएँ म, उमेरको त लेखा जोखा नै नगरौँ, निकै नै सानी थिएँ म। मेरो यो कोमल मानसपटलमा के नै थियो र? बस भाँडाकुटी अनि टालाटुली बटुली। मेरो यो रमणीय संसारलाई एक दिन एउटा कालो बादलले ठप्प ढाक्यो। हाँसखेल गर्दै सडकमा खेलिरहेकी मलाई कसैले टाढाबाट पछ्याउन थाल्यो। मलाई त्यो नरपिचासले च्याप्प समायो अनि मेरो वस्त्र सँगसँगै मेरो इज्जत, मान अनि प्रतिष्ठासँग खेल्यो। म चिच्याएँ, नाइ नाइ नाइ। रगतले पोतिएको त्यो सडकमा अब एउटा शरीर थिएन, थियो त केवल एउटा लास। कोलाहल त तब मच्यो जब त्यो लास हेर्नेको रमिता बन्यो अनि त्यो रमिताले भन्न थाल्यो, कठैबरा मारिदिएछन् है। अनि न्याय? खोइ न्याय। दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो अनि न्याय? खोइ न्याय। त्यो बीच मेरो बाबाको गुमेको सन्तुलन कसले देख्ने अनि मेरो आमाको छिनको सुस्केरा। हे न्यायालयका बादशाहहरू, हे न्यायालयका बादशाहहरू, तिमीले मलाई न्याय कहिले दिलाउने? म न्यायका निम्ति भिख कति माग्ने? म न्यायका निम्ति भिख कति माग्ने? तिमीलाई के कुराले सम्मोहित बनायो भन न? तिमीलाई के कुराले सम्मोहित बनायो? तिमी कसको टुनामुनामा बिक्यौ? तर न्याय? खोइ न्याय। अब देशका अरू छोरी चेलीलाई म बन्न नदेऊ, म बन्न नदेऊ, म बन्न नदेऊ। अब त मलाई शान्ति देऊ, अब त मलाई शान्ति देऊ, मलाई शान्ति देऊ, शान्ति देऊ। भीडमा खोजौँ, के गान्तमा खोजौँ, शिशिरमा खोजौँ, कि वसन्तमा खोजौँ। धन्यवाद। सबै मार्मिक